पाउनु भएन। सबलाई थाहा छ कि व्यक्तिगत रूपले मेरो भावना यहाँ यो जिल्लासँग पनि जोडिएको छ र यो प्राङ्गणसँग झन् जोडिएको छ र म यहीँ बसेर 2-4 दिन बिताउने र यहाँहरूसँग छलफल गर्ने, कुराकानी गर्ने मन छ। तर मैले त्यसो गर्न अहिले सक्ने अवस्था छैन। केही राष्ट्रिय जिम्मेवारीहरू छन्, त्यसलाई पनि पूरा गर्नुपर्ने स्थिति छ। म यति नै भन्छु मेरो भनाइको सुरुवातमा कि म अर्को कुनै समयमा यो रूपमा होइन, यहाँहरूसँग अलिकति भावनात्मक साटफेर गर्ने उद्देश्य सहित र यहाँका समस्यासँग छलफल गर्ने उद्देश्य सहित फेरि आउनेछु र त्यो समय मेरो लागि अलि पर्याप्त रूपमा हामी छलफल गर्नेछौँ। धेरै साथीहरूले धेरै कुरा राख्न खोज्नु भएको छ भन्ने मैले बुझेको छु। त्यो कुरा म त्यति बेला पूरा गर्ने प्रतिबद्धता सर्वप्रथम यहाँ व्यक्त गर्न चाहन्छु। अब यो 15 जिल्ला परिषदको सन्दर्भ हो। हामी रोल्पा जिल्लाको विकास कसरी गर्ने भन्नेमा केन्द्रित छौँ। हामी सबैले कुनै न कुनै रूपमा भन्यौँ रोल्पा जिल्ला कुनै रूपमा निकै चर्चित जिल्लाको रूपमा रहेको छ। नयाँ चीज बनाउनुको निमित्त पुरानोको ध्वंस नगरी सम्भव छैन। तर ध्वंस गरिसकेपछि त्यसको निर्माण पनि उत्तिकै तीव्रताका साथ गर्नुपर्छ। हामी सैद्धान्तिक रूपले यो कुरामा सहमत छौँ कि रोल्पाको अब निर्माणको बेला हो। रोल्पाको यति बेलाको समय ध्वंसको समय भन्दा निर्माणको समय नै प्रधान हो, मुख्य हो। त्यसकारण म सबभन्दा पहिले यहाँका सम्पूर्ण राजनैतिक दलका मित्रहरू, समाज सेवा सङ्घ संस्थामा लागेका सम्पूर्ण साथीहरूलाई के अपिल गर्न चाहन्छु भने हामी रोल्पाको निर्माणमा एकजुट हौँ। हामी एउटै ठाउँ उभिन सामर्थ्य बनाऊ। यो हाम्रो कर्तव्य हो। यो हामीले गर्नै पर्ने दायित्व हो। यसमा हामीले कसले यसको नेतृत्व गर्ने भन्ने प्रश्नमा छलफल हुन सक्छ, बहस हुन सक्छ। तर हामी यति बेला साँच्चै रोल्पालाई एउटा नयाँ रोल्पाका रूपमा, फेरि एउटा चर्चित रोल्पाको रूपमा जो नारा दिया छ सुन्दर रोल्पा, यो सुन्दर रोल्पाको रूपमा निर्माण गर्न एकजुट भएर जुट्नै पर्दछ। नजुटिकन हामीले निर्माण गर्न सक्दैन। कुनै एउटा व्यक्तिले गर्ने कुरा होइन, त्यो मैले मात्रै गर्ने कुरा पनि होइन, कुनै एउटा पार्टीले मात्रै गर्ने कुरा पनि होइन। त्यसकारण यो हामी समग्रको प्रयास हो। त्यसकारण म सर्वप्रथम यहाँहरू सबैलाई अपिल गर्न चाहन्छु कि हामी एकजुटका साथ रोल्पाको, एकजना साथीले भन्नुभयो निकै मार्मिक कुरा हो, सही कुरा हो, हामी निर्माणको निमित्त हामी एकजुट बनौँ। दोस्रो कुरा, मैले अब सरकारको उप प्रधानमन्त्रीको हैसियतले मैले 2-4वटा कुरा मात्रै यहाँ राख्न खोजेको छु। अलिकति फेरि राजनैतिक विषय पनि गरौँला, किनभने यो अहिलेको सन्दर्भ थोरै राजनैतिक कुरा नगरेर गयो भन्दाखेरि खल्लो पर्ला। अब हामीले अहिले रोल्पा जिल्लाकै सन्दर्भमा कुरा गर्दा रोल्पा जिल्ला एक्लै मात्रै पीडामा छैन, समग्र नेपालमै पीडा छ। नेपालका 75 जिल्लालाई समानुपातिक विकास त भएको छैन, केही अन्तरता छन्। तर पनि रोल्पा जस्तै थुप्रै पिछडिएका पीडामा परेका जिल्लाहरू छन्। यसको अर्थ समग्र नेपाल नै कसरी विकास गर्ने भन्ने एउटा छटपटाहटमा छ। संसारले नेपाललाई निकै गहिरिएर हेरिरहेको छ। नेपालमा साँच्चै 2-4वटा विषयहरूमा हामी घनीभूत रूपले केन्द्रित हुन सक्ने हो भने नेपालले निकै ठुलो विकास गर्न सक्छ। स्रोत साधनका दृष्टिकोणले मैले अघिल्लो पटकको सायद 12औं कि 13औं जिल्ला परिषदमा पनि यहाँ कुरा गरेको थिएँ। हामी गरिब छैनौँ, हामी कुनै न कुनै कारणले गरिब बनाइएका मात्रै हौँ। हामीले हीनता बोध गर्ने काम छैन। हामी छाती अगाडि सारेर भन्न सक्छौँ, हामी घमण्डका साथ भन्न सक्छौँ हामीले केही गर्न सक्छौँ र सक्ने क्षमता पनि छ। हामी सबैलाई थाहा छ आज श्रमका निमित्त हाम्रा युवा शक्तिहरू पुरै विदेशिएका छन्। के हामीले त्यो श्रम शक्तिलाई देशीभित्री लगाउन सम्भव छैन? सम्भव छ।
समकक्षी देशहरू अथवा सँगसँगै विकास गरेका देशहरू जो स्रोत साधनका दृष्टिले नेपालभन्दा धेरै कमजोर थिए तर त्यो अहिले निकै तीव्र गतिमा छन्, तीव्र गतिको विकासमा छन्। 50 वर्ष अगाडिको कुरा दक्षिण कोरिया, त्यो कुनै राजनैतिक व्यवस्थाबाट मैले दाज्न खोजेको छैन, कुनै वैचारिक आधारमा दाज्न खोजेको छैन, फरक धरातल छ। हाम्रो अवस्था भन्दा 50 वर्ष अगाडि हाम्रो अवस्था जस्तो थियो त्योभन्दा धेरै गए गुज्रेको अवस्था छ। तर 50 वर्ष यता दक्षिण कोरियाको अवस्था अर्कै ठाउँमा छ। हामी अलिकति बामे त सरेकै छौँ, त्यति त भन्न पर्यो, तर हामीले त्यति द्रुत विकास गर्न सकेका छैनौँ। स्रोत साधन भएर पनि स्रोत साधन नभएका देशहरू, एकैछिन मानिलिनु सिङ्गापुर एउटा सानो देश हो, खानेपानी छैन, त्यहाँ खानेपानी छैन, समुद्रले घेरेको छ, खानेपानी मलेसियाबाट किन्दछ र रिफाइन गरेर मलेसियाले बेचेर